एकदम दामी भयो ल फुल इन्जोय छैन फुल इन्जोय भयो नि हैन आज हामी कहाँ घुम्नु जान लाग्छौँ रे बर्दुवे घुम्न लागेको अब सपिङ गर्नु छ कति रुममा कति झन्डै 2 साल हुन लाग्यो हामी आज गएको छैन जहिले आज साइड जोडेको त्यही त जहिले जाँदैन हुँदैन भन्दै बस्यो भने केही नहुने रहेछ क्या त्यसको लागि चाहिँ अगाडि बढ्नै पर्छ हो क्या हिँड्नलाई हुँदैन नै मन लाग्दैन अगाडि बढाइ हिँड्न खोजेन भने त हिँड्नै सकिँदैन त्यही भएर कहिलेकाहीँ सबै साथीभाइहरू बर्दुवेमा फेरि नेपाली छ नि त आफ्नो जिल्ला गए जतिकै अनुभव हुन्छ क्या त्यहाँ त्यही भएर चाहिँ घुम्न जानु चाहिँ राम्रो कुरो हो कहिलेकाहीँ घुम्न जानुपर्छ साथीहरू अब चाहिँ बनाएको उसलाई चाहिँ टिकटकमा भिडियो के अरे ड्राफ्टमा राख्न आएन है त्यही म सिकाइदिनु लागेको छु पहिले गुरुहरूसँग केही कुरा सिक हामीसँग होइन त्यसपछि पछि तिमी उसलाई चाहिँ अब चाहिँ मजाले सिकाइदिएँ मैले एउटा सानो चिज याद गराउने सानो चिजले एकैछिन 1 सेकेन्डको काम थियो अब उसलाई थाहा थिएन होइन अब 1 सेकेन्डलाई अब 1-2 घन्टा लागिरहेको थियो खोजिरहेको थियो टिकटमा ट्याङ यसरी तर मैले देखाइदिएँ यो चिज त्यसरी भने एउटा बटन जान्ने बित्तिकै अब गयो क्या भित्र अब प्रब्लम सल्भ म चाहिँ दान गर्ने मान्छे हो हेल्प गर्ने मान्छे हो क्या घुम्न जाने खुसीमा हामीले भिडियो बनाउने सिक्ने मिलेर जाने खुसी छु त्यही भएर गाह्रो भइरहेछ म्यानेज गरिरहेको छु खालि छ हाम्रो लागि भने त्यत्रो पनि भिड भएर अस्ति हामी प्रोग्राम आउँदा कस्तो भिड थियो भन्नु त अस्ति हामी प्रोग्राममा आएको आमा त्यो नेपालीहरूको प्रोग्राम थियो नि त जितु नेपालीहरूको गाउने त्यहाँ चाहिँ लास्टै भिड थियो कि तिमी चढ्ने मात्रै काम गर न सोनापुरदेखि बर्दुवेतिर कता जाने मान्छेको जोन कुन ठाउँमा पर्छ यहाँ अब दिएको छ हाम्रो सबै ग्रिन लाइनमा पर्ने रहेछ नि त पुरा मान्छेलाई सबै थाहा छ नयाँ मान्छेको लागि चाहिँ हेर्ने ग्रिन लाइन बुढो चाहिँ हाम्रो अब यो के टुरिस्ट गाइड जस्तो क्या उसले अगाडि सबै त गर्दै हिँड्छन् होइन अनि हामी चाहिँ पछाडि हेरेर गर्दै आउने मान्छे अब चाहिँ धेरै नयाँ मान्छे भर्खरको अब यहाँ आएको 1 साल भनेको 1 सालको नानी जस्तो उठ्ने चाहिँ दुध निस्किन्छ अरे ट्रेन आउँछ पट्री भनौँ भने नगरौँला न भनेपछि अझै मेट्रोमा चढिसकेको छौँ साथीहरू हामी पिक्चर मिजे होइन फर्स्टचोटि हो उसको फर्स्टचोटि मेरो सेकेन्डचोटि उसको त कतिचोटि साध्यै छैन होइन जस्तै नै बुढो चाहिँ अलिकति हामीले गाइड गर्ने चाहिँ धेरै राम्रो लाग्छ क्या यता जाने ओर्ने जसमा बोल्न ठ्याक्कै बोलिदिने होइन यस्तो बानी चाहिँ राम्रो यस्तो बानी चाहिँ राम्रो हाम्रो नानीहरूलाई यस्तो बानी जस्तो बोलाउनु तर लाज नलाग्नु किन हुन्छ मान्छे चाहिँ लगाउनु चाहिँ अगाडि बढ्छ बोल्न चाहिँ डरायो लजायो भने संसारमा केही गर्न सकिँदैन बुझेँ यता हेर नि यता हो क्या ठिक छ नि होइन बाहिरको अब यताको यस्तो छ होइन नकाटे के विषयमा के अरे अम्ब्रेला छाता होइन गर्मी पानी पर्दा गर्मीमा होइन अगर तपाईँलाई अगर चाहनुहुन्छ भने यहाँ यो कार्ड हाम्रो जो मेट्रो कार्ड छ नि त्यसबाट पे गरेर तपाईँले निकाल्न सक्नुहुन्छ कस्तो हुन्छ तपाईँले यहाँ पे गर्नु होइन यहाँ के लेखेको छ बिफोर बर्ड फ्री अम्ब्रेला होइन 24 आवर्सको लागि 24 घन्टाको लागि 10 रुपियाँ काट्छ नि 10 रुपियाँ काट्छ पे गर्नुपर्छ अनि त्यहाँ फेरि तपाईँले रिटर्न लिएर यहाँ राख्नु पर्यो होइन पैसा यहाँ पैसा पे गरेपछि यो खुल्छ तपाईँले यहाँ आउँछ नि त यो लिएर आउनु यहाँ प्रेस गर्ने अब यहाँ प्रेस सिस्टम छ रिटर्न यहाँ हालिदिने यो सही सिस्टम हो नि यो है अस्ति हामी त अर्कै ठाउँमा आएको थियौँ त हौ त्यहाँ जान जाने हामी मिना मार्केटतिर
ए यहाँ उता उताबाट चाहिँ आएको थियौँ होला हामी होइन यो चाहिँ यहाँ बर्दुबेको फेमस नेपालीहरू सबैजना भेटघाट गर्ने जम्मा गर्ने ठाउँ हो मिना मार्केट होइन ए होइन के पऱ्यो यो पार्क त्यो पार्कमा आउने चाहिँ हामी यति छौँ अहिले हामी यति छौँ अनि मेरो पनि देखाउनु पऱ्यो होइन त्यसैले म हामी आइरहेको छौँ यसरी घुमाएर मैले यहाँ दुबईमा आएर एउटा कुरा चाहिँ के नोटिस गरेँ भने ब्रो यहाँ जे चिजको कमी छ नि त्यो चिज पुरा गरेको छ क्या यस्तो सरकार हो किन यहाँ अब रुख बिरुवाहरू छैन हरियालीको कमी छ तर जति लगानी गरेर हरियाली बनाएको छ क्या गर्मी धेरै छ गर्मीलाई कन्ट्रोल गर्न के गर्न सकिने त्यो कुरालाई ध्यानमा राखेर बोट बिरुवाहरू कति राम्रो हालेको छ सबै हाम्रो घाँस काट्ने मान्छेहरू अब त्यसको लागि बेग्लै मान्छेहरू खटाएर राखेको छ नि त यो खजुरको रुख होइन यो खजुर यहाँ दुबईहरूको पहिलेको मेन खाना चाहिँ यो खजुर हो यहाँको राष्ट्रिय खाना हाम्रो दाल भात ढिँडो भने जस्तै होइन यति नगर्नु हुन्छ यहाँ त अनि गर्मीले नि थाम्न सकिँदैन नि मान्छेहरू हो एक मिनट पानी भर्नुपर्छ त्यो अलिकति सकियो होला नि त यो नयाँ मान्छे नयाँ चामल हो जाँदै बुढो बालक वृद्ध बालक यो घाँस काटिसक्यो घाँस हाम्रो उता बोकेर जगाएर त बाख्राले खान्थ्यो होला बाख्रा भइसक्यो यहाँ चाहिँ कार्गो गरेर पठाइदिनु पर्छ हालेर सुनसान हुने रहेछ यहाँ कति बजे ठ्याक टाइम हेर्नु त एकचोटि 10:05 हो ए हामी त प्रायः तर यहाँ जहीँ क्यामेरा चाहिँ छ क्या यहाँ चाहिँ चल्छ कि चल्दैन थाहा छैन तर यहाँ क्यामेरा चाहिँ सानो समुद्र हो यो तर सानो हुन्छ नि जहाजहरू चल्छ होइन सानो समुद्रको नहर घामलाई चाहिँ बर्दा नै पाएको क्या यो ठाउँ नि घामको लागि चाहिँ गर्मी ठाउँमा चाहिँ हाम्रो नेपालमा त टाइममा पानी आउँछ होइन हावा हुने शीतल बनाइदिन्छ छैन हामी कहाँ आउँछ अरे ब्रो हामीलाई नेपालीहरूको लागि त्यही त बेस्ट हुन्छ नि त होइन राम्रो सस्तो पनि राम्रो पनि अब त्यतिकै सबैलाई भरपुर पनि राम्रो नै हुने खालको यहाँ डस्टबिनहरू चाहिँ सहर बजार सफा राख्ने हो भने चाहिँ डस्टबिनको धेरै जरुरत छ है हाम्रो गाडी चाहिँ त्यसै त गाडी छ नि त्यो हाम्रो गाडी हो पार्क गरिरहेको छौँ यहाँ आएर जुनसुकै गाडी उठाएर जान सक्नुहुन्छ कसैले के गर्नेवाला छैन नेपालमा इन्डियामा गाडी चोरहरू छ नि सबै दुबई खेदाइदिनु पर्ने मुजिहरूलाई यहाँ देब्रा क्रसिङमा अब गाडी हामी बाटो क्रस गर्दै यहाँ दुबईमा हुनुहुन्छ भने चाहिँ भुलेर पनि अरू ठाउँबाट बाटो क्रस नगर्नु होला ज्यादा हामी चाहिँ यो मार्केटमा के पाइन्छ छैन त्यो बारेमा अलिकति हेरेको यो चाहिँ डिटोलको सबै साबुन सेम्पूहरू यो चाहिँ ब्याक्टेरिया मार्ने सबै विजय चाहिँ अब घर बनाउने मान्छे भन्छ नि त गर्मी अब यस्तै उसले उस्तै मिटर सिटर यताउता नै हेर्न यो पनि लानु बुढो भोलि तपाईँलाई चाहिन्छ यो त एउटा लानुपर्छ छोरी मान्छेको लाने काम लाग्छ नि त हो किन भन्दा बच्चा नभयो नि पेट दुख्दा ओर्दा तातोपनिमा होइन अनि यो 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 यसको पनि जरुरत छ कि छैन भन्नु त हामीलाई
यो के को हो यो के यो तपाईँको लाइट होला सोलर सिस्टम यस्तो राम्रो थियो बल्ब झिलिमिली लेडिजको लागि यसको प्राइस हेर्नु यो एउटा लानुपर्छ क्यार पनि यो चाहिँ यो क्यार नि आउँदैछ है यहाँ यो एउटा दुईटै एउटै प्राइसको होला 8 रुपियाँ हुनुपर्छ यो के हो यो यो नै यो जो मोटिन सुगन दिन्छ नि गाडीमा यो मच्छर मार्ने हो लाइनबाट यो हालो मच्छर मार्ने हो आइरन हेर्दा किनिसकेँ मैले तर नहेरौँ किनिसकेको चिजले कम प्राइसको पायो भने गाह्रो हुन्छ परेर तान्ने आजको हाम्रो बर्थडे ट्रिप कस्तो लाग्यो कस्तो छ एकदम दामी भयो ल फुल इन्जोय होइन फुल इन्जोय भयो नि होइन सबै ठिकै छ आजको अहिलेको दिनसम्म चाहिँ सबै सही भइरहेछ नि त होइन तिमीलाई कस्तो एकदम ओभर हाउसफुल ठिक छ आज त्यसले हामीलाई त्यो दिँदै थियो चक्लेट यो खाएर भर्खर खाना खाएर आएको त्यसमा अरू के खाँदा खाँदै ठाउँ नभएर मैले नखाएर नखायो क्या मैले त एउटा चक्लेट कहाँ हाल्दै बस्छु यो चाहिँ आजको दिन रमाइलोसँग बित्यो हाम्रो भोलिका दिनहरू के कस्ता हुनेछ नि आजको दिन चाहिँ हामीले राम्रो सहीसँग बितायौँ हामी रुम जान लागेको बर्थडे सबै घुम्यौँ भिडियोहरू छ